हो र माइग्रेनबाट बच्नको लागि के कुरामा ध्यान दिनुपर्छ? माइग्रेन भनेको हाम्रो टाउको साइडमध्ये दुईटा साइडमध्ये एकपट्टि मात्रै दुख्ने वा देब्रे वा दाहिनेपट्टि मात्रै दुखाइ एकदमै गहिरो रूपमा दुखाइरहन्छ, जुन चाहिँ एकदमै लामो समयसम्म रहिरहन्छ भने जुन दुखाइ, त्यसलाई चाहिँ हामी माइग्रेन भन्ने गर्छौँ। जस्तै हाम्रो आधा भाग टाउकाको आधा यहाँबाट देब्रेपट्टि र दाहिनेपट्टिको भागमध्ये एकदमै गहिरो रूपमा दुखाइरहन्छ, जसले गर्दाखेरि त्यसलाई हामी माइग्रेन भन्ने गर्छौँ। जुन दुखाइ चाहिँ 24 घण्टा 48 घण्टा हुँदै 72 घण्टासम्म रहिरहन्छ या एकदमै गहिरो दुखाइरहन्छ भने त्यसलाई हामी माइग्रेन भन्छौँ। जस्तो माइग्रेन हुने कारण चाहिँ हाम्रो निन्द्रा राम्रोसँग नपर्नु र सुत्ने र उठ्ने बानीको राम्रो तालिका या राम्रो रुटिन नहुनु पनि माइग्रेन हुने एकदमै मुख्य कारण हो। सँगसँगै पानीको कमी हुनु, हाम्रो शरीरमा चाहिने पानीको मात्रा कम हुँदाखेरि पनि माइग्रेन हुन सक्दछ। जस्तै हामीले पानी पिउने प्रशस्त मात्रामा पानी पिउने बानीको विकास गर्नुपर्छ माइग्रेनबाट जोगिनको लागि। र माइग्रेनको यही र ट्याक्कै औषधि भन्ने कुरा छैन, बिस्तारै आफै ठिक हुँदै जान्छ। तर हाम्रो दैनिकी या हाम्रो रुटिनमा चाहिँ हामीले एकदमै ख्याल गर्नुपर्छ। हाम्रो सन्तुलित भोजनको व्यवस्था गर्ने र सन्तुलित आहार खाने बानीको विकास गर्नुपर्छ, प्रशस्त पानी पिउने बानीको विकास गर्नुपर्छ र हाम्रो सुत्ने रुटिनलाई चाहिँ एकदमै रेगुलर बनाउनु एकदमै ठुलो महत्त्वपूर्ण कुरा हो। जसले गर्दाखेरि हामी टाइममा सुत्यौँ र टाइममा उठ्ने बानीले हाम्रो माइग्रेन हुने समस्यालाई एकदमै कम गर्दै जान्छ र हामी स्वस्थ हुन सक्छौँ। त्यसैले सानसाना कुरामा सानसाना हेबिटमा ध्यान दिनुपर्छ। माइग्रेनबाट जोगिनको लागि धेरै महत्त्वपूर्ण कुरा छैन। हामीले मेन नै सबभन्दा ठुलो राम्रो महत्त्वपूर्ण कुरा भनेको हामीले स्वस्थ आहार र प्रशस्त पानी र राम्रो निन्द्रा र नियमित निन्द्रा चाहिँ उठ्ने र सुत्ने समय चाहिँ नियमित गऱ्यौँ भने हामी माइग्रेनबाट बच्न सक्छौँ। त्यसैले आफू र आफ्नो स्वास्थ्यको ख्याल गरौँ। थ्याङ्क यू।